हेलो एभ्रिवान, हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। यो चाहिँ मेरो फर्स्ट भिडियो हो। हजुरहरू सबैले लाइक, कमेन्ट, सेयर गरेर मलाई सपोर्ट गरिदिनु होला, फलो पनि गर्नु होला। म फलो ब्याक दिन्छु। र आज हामीले पकौडा बनाएर खान लागेको। पकौडामा चाहिने सामान रेडी गरेर बेसार, मसला, नुन, थोरै पिठो हालेर रेडी गरेका छौँ। तेल पनि पाक्यो अनि तेलमा हामी चाहिँ सानो डल्लो बनाएर हालेर एकछिन फ्राई हुन दिएको छौँ। हामीलाई चाहिँ त्यति बेला नै भोक लागेर अनि एउटा वाइ साधेर खाएको। अनि बहिनीलाई कस्तो लाग्यो भनेको त मिठो भयो भन्छ हौ। यता फेरि भाउजूले देवरलाई गरेको माया रे। अनि हाम्रो त्यति बेला ठ्याक्कै पकौडा पनि रेडी भयो। अनि मैले भाइलाई चाख्न दिएको, भाइलाई कस्तो लाग्यो भनेको त मिठो लाग्यो रे मेरो भाइलाई। अनि मैले बहिनीलाई पनि चाख्न दिएको। बहिनीले फेरि एकजना दिदीको पार लाउनु भएर एकदम हँसै गर्यो, पेटै दुख्यो हाँस्दा हाँस्दा। अनि मैले बहिनीलाई कस्तो छ हौ पकौडा भनेर सोधेँ। अनि उसले खाएर एकदम मिठो छ भन्यो। अनि भाइलाई भाँडा माझ्न लगाएँ। अनि मेरो भिडियो चाहिँ यतिसम्म नै थियो साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गरिदिनु होला। बाई बाई।